एक दिन ऋषि धौम्यले आफ्ना शिष्य उपमन्युलाई गोरक्षाको जिम्मा दिए। उपमन्युले आज्ञा मान्दै दिनभर गाईको सेवा गर्न थाले। एक दिन गुरुले सोधे, पुत्र उपमन्यु, तिमी के खान्छौ? शरीर त पुष्ट देखिन्छ। उपमन्युले विनम्रतापूर्वक भने, गुरुदेव, म भिक्षा मागेर खान्छु। गुरुले आदेश दिए, मेरो आज्ञा बिना भिक्षाको अन्न नखानु। तर केही दिनपछि पनि उपमन्यु हृष्टपुष्ट देखिए। गुरुले फेरि सोधे, अब तिमी के खान्छौ? उपमन्युले सत्य बताए, म गाईहरूको दुध दुहेर खान्छु। गुरुले भने, अब त्यो पनि निषेध गरे। उपमन्यु मौन भए, तर भोकले तिनलाई सताउन थाल्यो। भोकले हैरान भएर उनले सिउडीको पात चपाए, तर त्यो पात विषालु थियो। उनी अन्धा भए र इनारमा खसे। गुरु र अन्य शिष्यहरूले खोज्दा इनारभित्रबाट उपमन्युको आवाज आयो, गुरुदेव, म अन्धो भएँ, इनारमा खसेको छु। गुरुले भने, अश्विनी कुमार देवताको स्तुति गर। उपमन्युले स्तुति गरे। देवताहरू प्रसन्न भएर आए र बोले, यो पुवा खाऊ, दृष्टि फर्कन्छ। तर उपमन्युले भने, म गुरुको अनुमति बिना यो खान सक्दिन। देवताहरू चकित भए। उनको गुरु भक्ति देखेर प्रसन्न भई भने, तिमीलाई सुनका दाँत र अद्भुत ज्ञानको वरदान मिलोस्। यसरी उपमन्युले आफ्नो अडिग भक्ति र आज्ञा पालनले गुरु शिष्य सम्बन्धको सर्वोच्च उदाहरण प्रस्तुत गरे।